गाइस अचार ग्राइन्ड हुँदैछ। बाक्लो छ, यसमा थोरै पानी राखेर ग्राइन्ड गर्नु भने ग्राइन्ड गर्न सजिलो हुन्छ। सो थोरै पानी राखे। बाक्लो भएछ। गाइस दामी भयो ल। अचार चाहिँ बाक्लो खानुपर्छ। पानी पर्ला पर्ला जस्तो भिसेछ। अर्कोचोटि एकैचोटि धेरै भने यसले राम्रोसँग ग्राइन्ड गर्दैन, त्यसैले थोरै थोरै राखेर स्पेशली मोमो अनि मलाई ससेज, यो अचारसँग खाना गाइस ससेज एकदमै मन पर्छ। त्यसैले मैले ससेज अलिक फ्राई गर्छु। सो तर मोमो चाहिँ दामी बनाउँछ है। यो टक्क लाएर मोमो हाम्रो रेडी हुँदैछ। फाइनली गाइज हाम्रो मोमो पाकिसक्यो। अब खान मात्रै बाँकी छ है। मिठो छ। मलाई फेरि मोमोसँग जिउ नहुँदैन। मिठो। फाइनली गाइज भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला है त।